हेलो फ्युचर एन्क्लिक्स आरएन D3 मा हजुरहरूलाई वेलकम छ। आज चाहिँ प्रायोरिटी सेटिङको बारेमा पढ्नेछौँ र सबै एमसिक्युजहरू पनि सल्भ गर्नेछौँ एन्क्लिक्सको बेसिसमा है। अब प्रायोरिटी सेटिङ भनेको के हो त? प्रायोरिटी सेटिङ भनेको चाहिँ कुन पेसेन्ट सबैभन्दा पहिला हेर्ने, कुन पेसेन्टलाई प्रायोरिटीमा राख्ने, अनि पेसेन्टको कुन प्रब्लम तुरुन्तै सल्भ गर्ने र कुन नर्सिङ एक्सन सबैभन्दा इम्पोर्टेन्ट हो भन्ने डिसाइड गर्नुलाई नै प्रायोरिटी सेटिङ भनिन्छ है। एन्क्लिक्समा सधैँ सोधिन्छ हु निड्स इमिडिएट एटेन्सन होइन, विच पेसेन्ट इज द हाइएस्ट प्रायोरिटी, यो चाहिँ एन्क्लिक्समा सोधिरहन्छ प्राय। अब प्रायोरिटी सेटिङमा पनि रुल्सहरू के छन् त है। सुरुमा चाहिँ एबिसी आउँछ, एबिसी रुल पहिला पर्छ, एयरवे, ब्रिदिङ अनि सीबाट सर्कुलेसन। अब यो रुलमा चाहिँ के पर्यो भन्दाखेरि मानौँ कि कुनै पेसेन्टलाई इयरवे प्रब्लम छ र अर्को पेसेन्ट फेरि पेनमा एकदम छटपटाइरहेछ भने अब हामीले चाहिँ इयरवे प्रब्लमलाई फर्स्ट म्यानेज गरेर अनि अरू हेर्नुपर्ने हुन्छ। थ्रेटनिङ प्रब्लम हो नि त, जस्तै चकिङ भयो, स्ट्राइडर भयो, टङ अब्स्ट्रक्सन भयो, अक्सिजन स्याचुरेसन डाउन र एप्निया भयो। अब यो त भयो इयरवे है। अब ब्रिदिङमा चाहिँ के पर्छ भन्दाखेरि लो अक्सिजन स्याचुरेसन, साइनोसिस, एप्निया अनि युज अफ एसेसरी मसल्स पर्छ है। अरू पेसेन्ट बोल्न सक्छ नि त, यो इयरवे ब्रिदिङ पेसेन्ट भएको पेसेन्टहरू चाहिँ बोल्न पनि सक्दैन होइन, डिफिकल्टिज भइरहेको हुन्छ। अनि अर्को छ सर्कुलेसन। सर्कुलेसन पनि फेलियर भएपछि लाइफ थ्रेटनिङ हुन्छ है, जस्तै कि चेस्ट पेन, एमआईको सम्भावना हुन्छ होइन, अनि हाइपोटेन्सन अनि एक्टिभ ब्लिडिङ भयो, सक भयो अनि एब्सेन्ट पल्स पनि हुनसक्छ। एन्क्लिक्समा चेस्ट पेन र स्वेटिङ भयो भने चाहिँ तुरुन्तै प्रायोरिटीमा राख्नुपर्छ, इन्टरभेन्सन गर्न थाल्नुपर्छ एसिस गरेर। अब रुल 2 मा चाहिँ के छ भन्दाखेरि एक्युट भिएस क्रोनिक छ। एक्युट भनेको सडनली अनसेट हुने प्रब्लमहरू भयो होइन, अनि क्रोनिक भनेको चाहिँ लङ टर्मदेखि प्रब्लम भइरहेको, ट्रिटमेन्ट गरिरहेको, फलोअप भइरहेकोलाई अराइज हुने प्रब्लमहरू भयो। जस्तै कि लो अक्सिजन भयो, एब्नर्मल भाइटल साइन्सहरू भयो अनि सडनली कन्फ्युजन भएको पेसेन्टहरू भयो, कन्फ्युज भयो भने प्रब्लम भयो भन्ने बुझ्नु पर्यो। अर्को भनेको रुल 3 मा चाहिँ अनस्टेबल भिएस स्टेबल पेसेन्ट। अनस्टेबल पेसेन्टले चाहिँ प्रायोरिटी केयर तुरुन्तै चाहिन्छ होइन, अनि स्टेबल पेसेन्टले त एकछिन वेट गर्न सक्छ नि त, त्यही भएर यो रुल 3 मा पर्यो प्रायोरिटी सेटिङको। अब नर्मली हामीले बुझ्दाखेरि चाहिँ कुन पेसेन्ट सडनली डिटोरेट भइरहेको छ, त्यसको प्रोग्नोसिस डिक्रिज भइरहेको छ, उसलाई चाहिँ प्रायोरिटीमा राख्नु पर्यो। अब रुल 4 मा चाहिँ सेफ्टी रिस्क रिडक्सन है। अब सेफ्टीलाई चाहिँ ध्यान दिनु पर्यो। सेफ्टी रिस्क त झन् एबिसी पछाडि तुरुन्तै हेर्नुपर्ने रुल हुन्छ। जस्तै कि कुनै पेसेन्टलाई सिजरहरू आइरहेको हुन्छ, उसलाई सेफ्टी पोजिसनमा राख्नु पर्यो। जस्तै कि फल रिस्क भयो, सुसाइड रिस्क भयो, भाइलेन्स रिस्क भयो, अनि एस्पिरेसन रिस्क भयो, अनि इन्फेक्सन कन्ट्रोल भयो, अनि मेडिकेसन इररहरू हुने रिस्कहरू त्यो पनि सेफ्टीमै पर्छ। पेसेन्टलाई केयर गर्दा चाहिँ अब प्रिभेन्ट हार्म बिफोर प्रोभाइडिङ कम्फर्ट भनेको छ होइन, हार्मलाई चाहिँ प्रिभेन्ट गर्ने अनि कम्फर्ट चाहिँ अनि फेरि प्रोभाइड गर्ने भनेको छ। जस्तै कि मानौँ कुनै पेसेन्ट चाहिँ इम्ब्यालेन्स भएर बेडमाथि चढ्न खोज्ने, लड्न खोज्ने गरिरहेछ, उसलाई पेन पनि छ भने पेन म्यानेजमेन्ट भन्दा पनि पहिला फल रिस्कलाई हेर्नुपर्छ। अनि अर्को रुल छ पेसेन्ट केयर गर्दा हामीले ध्यानमा राख्नुपर्ने भनेको चाहिँ मास्लो हायरार्की रुल्सहरू भयो। त्यसमा फिजियोलोजिकल, सेफ्टी र साइकोलोजिकल पर्छ है। जस्तै कि कुनै पेसेन्टलाई पेन भिएस एन्जाइटी छ भने अब एन्जाइटी रिड्युस गर्नुभन्दा पनि अगाडि पहिला पेन चाहिँ रिड्युस गर्नु पर्यो है। अनि अर्को फुड भिएस टिचिङ छ भने पनि टिचिङ पछि दिँदा भयो, फुड भनेको मास्लो हायरार्कीमा पर्यो होइन, फिजियोलोजिकल निड्समा। अब अक्सिजन भिएस इमोसनल सपोर्ट छ भने साइकोलोजिकलमा पहिला अक्सिजन दिनु पर्यो अनि बल्ल इमोसनल सपोर्ट। प्रायोरिटी सेटिङको अर्को रुल भनेको एसेसमेन्ट भिएस इन्टरभेन्सन है। कुनै पनि पेसेन्टलाई इन्टरभेन्सन दिनु अगाडि चाहिँ एसेस गर्नुपर्छ, रिएसेस गर्नुपर्छ है। यो मैले दिन लागेको इन्टरभेन्सन ठिक छ कि छैन, भरे यो इररहरू आउँछ कि आउँदैन भनेर हेर्नुपर्ने हुन्छ। अब यसमा चाहिँ मानौँ कि पेसेन्टको फाइन्डिङ्सहरू भाइटल साइन चाहिँ एब्नर्मल देखिरहेको छैन, पेसेन्ट स्टेबलै देखिन्छ, लस अफ कन्सियसनेस केही पनि छैन भने यसलाई चाहिँ पहिला एसेस गर्नु पर्यो नर्सिङ प्लानको आधारले। अनि तर कुनै पेसेन्ट चाहिँ एकदम क्रिटिकल छ, एबिसी चाहिँ उसको डिटोरेटै भइसकेको छ भने उसलाई के भएर डिटोरेट भयो भनेर एसेस गर्नुभन्दा पनि पहिल्यै इन्टरभेन्सन दिनुपर्ने पनि हुनसक्छ। अब चाहिँ प्रायोरिटी सेटिङको एमसिक्युजतिर जाउँ एन्क्लिक्स एक्जाम बेस्डमा है। अ पेसेन्ट विथ एक्युट आस्थमा इज ह्याभिङ डिफिकल्टी ब्रिदिङ, वाट सुड द नर्स डु फर्स्ट भनेको छ है। अप्सन्स एडमिनिस्टर प्रिस्क्राइब एल्बुटेरोल, अनि एसिस लङ साउन्ड सेकेन्डमा, थर्डमा कल द फिजिसियन, फोर्थमा छ प्लेस द पेसेन्ट इन हाई फाउलर्स पोजिसन छ है फोर्थमा। अब यसको एन्सर के हुन्छ त, डी भयो, प्लेस द पेसेन्ट इन हाई फाउलर्स पोजिसन भन्ने भयो भने। ऱ्यासनलमा चाहिँ एबिसी एयरवे ब्रिदिङ टेक्स प्रायोरिटी, अनि अपराइट पोजिसन इमिडिएटली हेल्प अक्सिजनेसन बिफोर अदर इन्टरभेन्सन्स है, बुझिहाल्नुभयो। नेक्स्ट क्वेसन मल्टिपल रेस्पोन्स सेलेक्ट अल द्याट एप्लाईबाट छ है। विच पेसेन्ट सुड द नर्स एसिस फर्स्ट, सेलेक्ट अल द्याट टाइप।
अब पेसेन्ट विथ बिपी 88/60 mmHg भयो, बीमा भयो पेसेन्ट विथ माइल्ड पोस्ट अफ पेन, सीमा भयो पेसेन्ट विथ अक्सिजन सेचुरेसन 82% अनि डीमा भयो पेसेन्ट रिक्वेस्टिङ अ बाथ। अब एन्सर के होला त? एन्सर चाहिँ ए र सी भयो। पेसेन्ट विथ बिपी 88/60 mmHg यो किनकि कम छ नि त, बिपी अलिक एबनर्मल छ। अनि अर्को पेसेन्ट विथ अक्सिजन सेचुरेसन 82% यो दुइटै प्रायोरिटीमा पर्यो। अरू अप्सनहरू चाहिँ लाइफ थ्रेटनिङ छैन। बाथ पछि गर्दा हुन्छ, माइल्ड पोस्ट अफ पेन भनेको पनि पछि पेनलाई रिलिफ गर्दा हुन्छ हेरेर। ऱ्यासनलमा भनेको ए र सी किन भन्दा लाइफ थ्रेटनिङ अर अनस्टेबल कन्डिसन्स टेक प्रायोरिटी, रुटिन निड्स अर माइल्ड डिस्कम्फर्ट क्यान वेट। अब नेक्स्ट क्वेसन छ प्रायोरिटाइजेसन ऱ्याङ्किङ बेसिसमा है। ऱ्याङ्क दिस टास्क फ्रम हाइएस्ट टु लोएस्ट प्रायोरिटी। अब ए नम्बरमा छ एडमिनिस्टर इन्सुलिन टु अ पेसेन्ट विथ ब्लड सुगर 400 mg/dl। बीमा छ एसिस्ट अ पेसेन्ट विथ मोबिलिटी। सीमा छ चेक ल्याब रिजल्ट्स फर अ स्टेबल पेसेन्ट अनि डीमा छ रिपोजिसन अ पेसेन्ट फर कम्फर्ट। यसको एन्सर चाहिँ के होला त? 1 2 3 4। अब प्रायोरिटाइजेसन ऱ्याङ्किङ अनुसारले चाहिँ सिक्वेन्स मिलाएर राख्दाखेरि ऱ्यासनलमा एक्युट पोटेन्सियली लाइफ थ्रेटनिङ कन्डिसन हाइपरग्लाइसेमिया भयो अनि फर्स्ट, देन मोबिलिटी ल्याब कम्फर्ट भन्दा है। अनि एक भयो, दुईमा के चाहिँ एसिस्ट अफ पेसेन्ट विथ मोबिलिटी चाहिँ यो पछि गर्दा भयो सुगर भन्दा, अनि चेक भ्यालु त झन् पछि गर्दा भइहाल्यो स्टेबल पेसेन्टको, अनि रिपोजिसन अफ पेसेन्ट फर कम्फर्ट। एट लास्ट रिपोजिसन गर्न मिल्छ। अब यहाँ किन रिपोर्ट हेर्न चाहिँ थर्डमा आयो भन्दाखेरि रिपोर्ट भनेको त नर्मल एबनर्मल अगाडि नै हेर्नुपर्ने हुन्छ। फर्स्ट भनेको लाइफ थ्रेटनिङ कन्डिसन भइहाल्यो, अनि सेकेन्डमा मोबिलिटी भएको पेसेन्टको इन्जुरी ट्रमाहरू फल हुने चान्सेस हुन्छ, त्यही भएर हेरिहाल्नु पऱ्यो। अनि थर्डमा रिपोर्ट भ्यालुहरू हेर्नु पऱ्यो यो सिक्वेन्स अनुसार, अनि फोर्थमा रिपोजिसन गर्नु पऱ्यो। देन अर्को हाम्रो नेक्स्ट क्वेसन छ हटस्पट ड्र्याग एन्ड ड्रप मेडिकल सर्जिकलबाट है। अब ड्र्याग एन्ड ड्रप प्याटर्नमा छ ड्र्याग द फलोइङ पेसेन्ट्स इन्टु प्रायोरिटी अर्डर फ्रम हाइएस्ट टु लोएस्ट भनेको छ। पेसेन्ट विथ चेस्ट पेन एन्ड डाइफोरेसिस एउटा भयो, अर्को पेसेन्ट विथ O2 सेचुरेसन 82% अनि अर्को थर्डमा भयो पेसेन्ट रिक्वेस्टिङ रुटिन मर्निङ मेडिकेसन्स अनि फोर्थमा भयो पेसेन्ट विथ माइल्ड पोस्ट अफ नाउजिया। अब एन्सर के हुन्छ त? ड्र्याग एन्ड ड्रपको हिसाबले प्रायोरिटी अर्डरमा मिलाएर राख्नुपर्ने हुन्छ। ड्र्याग एन्ड ड्रपमा पनि O2 सेचुरेसन 82% चाहिँ 2 नम्बर सिक्वेन्समा चेस्ट पेन एन्ड डाइफोरेसिस, 3 नम्बरमा रुटिन मर्निङ मेडिसिन, 4मा माइल्ड पोस्ट अफ नाउजिया भयो। यो एन्सरमा पनि मलाई कति कन्फ्युज हुनुहुन्छ होला। पेसेन्ट विथ चेस्ट पेन डाइफोरेसिस र O2 सेचुरेसनमा होइन। अब सेचुरेसन भनेको त एकदम सिभियर हाइपोक्सिया भयो, लाइफ थ्रेटनिङ भयो 82% भनेको होइन। अनि हुन त अर्को पेसेन्ट विथ चेस्ट पेन पनि एमआईको सिम्टम हुन्छ होइन, लाइफ थ्रेटनिङ नै भयो तर लेस देन सिभियर हाइपोक्सिया भयो, त्यही भएर है सिक्वेन्स मिलाउँदाखेरि चाहिँ। डाइफोरेसिस भनेको त थाहा छ नि सबैलाई, के अरे स्वेटिङ चाहिँ एक्सेसिभ स्वेटिङ हुनु है। एट लास्ट यो क्लिनिकल जजमेन्ट र केस बेस्ड सिनारियोमा छ है, यसरी नै सोध्छ क्वेसनहरू। अब सिनारियो के छ भन्दा यु आर द आरएन केयरिङ फर 4 पेसेन्ट्स एट द बिगिनिङ अफ योर सिफ्ट है। पेसेन्ट डिटेल्स आर 68 years old female with chest pain and diaphoresis, BP 150/92 mmHg, O2 saturation 94%। अनि अर्को पेसेन्ट चाहिँ 55 years old मेल पोस्ट अफ एपेन्डेक्टोमी, माइल्ड नाउजिया, स्टेबल भाइटल साइन भनेको छ। अनि अर्को भनेको थर्डमा चाहिँ 42 years old फिमेल विथ डायबेटिक ब्लड सुगर 400 mg/dl रिक्वेस्टिङ इन्सुलिन भनेको छ। अनि अर्कोमा चाहिँ अर्को क्वेसन चाहिँ 30 years old मेल विथ स्टेबल हाइपरटेन्सन रिक्वेस्टिङ रुटिन मर्निङ मेडिकेसन्स। अब क्वेसनमा के भन्दैछ भने विच पेसेन्ट सुड यु एसिस इन्टरभेन फर्स्ट, माथिबाट सोधेको छ है। अब ए नम्बरमा चेस्ट पेन प्लस डाइफोरेसिस पेसेन्ट, बीमा पोस्ट अफ पेसेन्ट विथ माइल्ड नाउजिया भयो, सीमा डायबेटिक पेसेन्ट विथ हाई ब्लड सुगर अनि डीमा चाहिँ स्टेबल हाइपरटेन्सिभ पेसेन्ट रिक्वेस्टिङ मेडिकेसन्स है। यो माथिकोलाई चाहिँ तल सर्टकटमा दिएको हो, सजिलो बुझ्नुहोस् भनेर तपाईँहरूले मैले चाहिँ। अब एन्सरमा चाहिँ चेस्ट पेन प्लस डाइफोरेसिस पेसेन्ट एमा भयो, ए नै एन्सर भयो है। कसरी भन्दा चाहिँ चेस्ट पेन र डाइफोरेसिस भनेको त क्लिनिकल जजमेन्ट चाहिने पेसेन्ट भयो होइन, अनि लाइफ थ्रेटनिङ भयो इस्यु फर्स्ट होइन। एबिसी चेस्ट पेन भनेको एबिसीको प्रायोरिटीमा पर्यो। क्लिनिकल जजमेन्ट र केस बेस्डमा चाहिँ एकदम लामो क्वेसनहरू हुन्छ, क्वेसनलाई भन्दा पनि त्यहाँभित्र के भनेको छ फोकस गरेर त्यसले के सोध्न खोजेको छ थोरैलाई निकालेर अनि एन्सर दिनुपर्ने हुन्छ इक्जाममा। ओके देन आजलाई चाहिँ एमसिक्युजहरू प्रायोरिटी सेटिङको यति नै हो, सिद्धियो है। अब सबै क्लासेसहरू सिद्धेपछि चाहिँ म क्वेसन पनि पछि हाल्नेछु भिडियोमा। थ्याङ्क्स फर वाचिङ। मा चाहिँ अर्को टपिक भोलि चाहिँ अब म्यानेजमेन्ट अफ केयर के लिगल एन्ड इथिकल इस्यु भन्ने टपिक लिएर आउँदैछु। Like, comment, share and subscribe for more updates. Future NCLEX RN